खेलाइ खेल होइन साँच्चै खेलायो रामले जलदारी खाता ढल्काइदेऊ यता मै मर्यो घामैले एक जुगमा एक दिन एकचोटि आउँछ उलट पुलट उथल पुथल हेरफेर ल्याउँछ गोपाल प्रसाद रिमालको यही कविता जस्तै ऋणको भारले थिचिएकी भुइँचालोमा खुशी गुमाएकी पार्वती कार्कीको जीवनमा फेरि उथल पुथल भएको छ एनसेल सधैँ अन करोडपति योजनाको बम्पर उपहारले अप्रत्याशित खुशीको बहारले धादिङको गंगा जमुना 6 बाङ्गी पिपलकी पार्वती कार्कीले जीवनभरि दुःखको पहाड छिचोलिन् तर अब एनसेलले दुःखको भारी बिसाउने चौतारी दिलाएको छ अब ऋण तिर्नैका लागि श्रीमानको रोगी शरीर घोटिनु पर्दैन अनि भएको एउटा छोरो कसरी पढाउने भनेर तनाव लिन पर्दैन अब त्यही त हो नि गाउँमा अब पैसा हुँदैन छोराछोरी पढाउनु पर्यो लेखाउनु पर्यो भनेर दुःख गर्न गए अन्त बाहिर जाने बेला चाहिँ त्यसै लेबरमा जाँदा रहेछ केही नि यहाँ हुन्छ राम्रो हुन्छ भनेर ल्याइदिँदो रहेछ उहाँको रोडमा पर्ने के पर्ने हुन्छ सधैँ हुन्छ अनि के बुढो मलाई एनसेलबाट फोन आउनु आएको थियो अस्ति यति अब के अरे आहा तपाईँलाई प्राइज हुन्छ बुढो म कुरा बुझ्छु तर जान त जान्छु क्या बुढोहरूले हुन्छ भनेर घर पनि बनायो अन्त त्यो के अरे 12 गते भूकम्प गइहाल्यो त्यहाँदेखि 17 गते घर पजी गर्ने भनेको घर पजी गरेर भ्याएन सुत्केरी पनि थिएँ 1 महिना र 2 दिन भएको थियो चैतको 10 गते मैले पर्छ वैशाखको 12 गते खत्तम भयो विवाहदेखि नै ऋणको भारीमा थिचिएकी पार्वतीको विक्रम सम्मत 2072 को विनाशकारी भूकम्पले दुधे बालाखा खोस्यो नयाँ बनाएर सर्न ठिक्क परेको घर भत्कियो जेनतेन जोहो गरेर खोलेको किराना पसलमा उधारो मात्रै गएपछि लाखौं डुबाएर बुढा विदेशिए जुन हजुरलाई यो परेको छ त्यो चाहिँ बम्पर प्राइज हो बम्पर एउटा मात्र यो चाहिँ 1 करोड रुपैयाँको हो के बधाई छ हजुरलाई बधाई छ हजुरलाई धन्यवाद एनसेल टोली पटक पटकको ताकेतामा पनि सम्पर्कमा पुग्न सकेन पार्वती कार्कीको एक दिन अबेर साँझ बल्ल फोन उठ्यो उपहार परेको सुन्दा पत्यार लागेन अन्ततः काठमाडौँ आएर पुरस्कृत भएपछि उनको मुहारमा छुट्टै सुखानुभूति छाएको छ So it's not only that we are making changes happen in people's life by ensuring a better network and better products, we are also doing these sort of campaigns to make people's life different. Now she can afford a better house. Now she can afford that her husband will come back and do a small business. She can pay off her interest. And all these things happen because of this campaign. खुसी छु म के गर्ने अब तर बुढोले आएर यही गाउँ यहीँ नै व्यवसाय गर्नुहुन्छ उसलाई यहाँभन्दा अघि पनि व्यवसाय गरेर म नेपाल बस्छु म विदेश जान्न विदेशमा मैले धेरै धोका खाइसकेँ बुढी भनेर मलाई धेरै पसन्द गर्नुभएको थियो मैले ब्याज तिरिरहेको थिएँ मैले पसल गरेको दिन्थ्यो अनि त्यो सङ पनि म तिर्छु छोरो एउटा छ छोरोलाई पनि पढाउँछु हजुर त्यही हो मेरो उद्देश्य चाहिँ एनसेलले प्रदान गरेको 1 करोड रुपैयाँले जिन्दगीको नयाँ अध्याय सुरु गर्दैछन् Okay, so Parvati Didi, thank you. Dhanabad. And I will go, of course, we will go to your house. We'll try to do that, of course. Yes, For chai? Yes. Cheers, सबै हुन्छ Thank you.